पोलिटिसियनलाई त्यो जनावरसँग कम्पेयर गर्नु भने जनावरको चाहिँ बेइज्जत गर्नु है। तेरो त्यो खोल्न। मेरो खराब पानी छ मेरो खराब। एउटा मान्छेले मलाई के भन्छ स्टे भन्नु भाइ भाइ तपाईँलाई त म फिल्ममा देख्थेँ युट्युबमा देख्थेँ तपाईँ लाइभ देख्नु पाएँ कस्तो खुसी लाग्यो। पहिला त क्या ह्यान्डसम हुन्थ्यो अहिले त ड्रम जस्तो मलाई थाहा छ यो कुरा सुनेपछि तिमीलाई पनि राम्रो लाग्छ। आई लभ यु। के आई लभ यु? अब उहाँ रिसाउनुहुन्छ फिल्ममा त यस्तो दिनुहुन्छ तपाईँ यस्तो दिनुहुन्छ यो के हो सर? मेरो यस्तो होला यस्तो कस्तो यस्तो देखानु न। मलाई अब रेडी भएको हान्नुको लागि अब दाइको चाहिँ यस्तो भनेपछि पक पहिला कुरा सुन भने हो कि दुवैजना कर्करा पातले यस्तो डरले हल्लिरहेका छन्। के प्रेमको कुरा गर्लान् खोइ? भात खानुभयो? खाए। तरकारी के खानुभयो नि? किरौला। त्यो जागिर खाएको ठाउँमा पेस्की माग न। जागिर त चेट भइसक्यो के को पेस्की? पेस्की होइन अब त भाँडा दस्की गरे मात्रै हो। आफ्नो स्वास्थ्यको पनि ख्याल राख न। यता पनि ख्याल गर है। यहाँ भात पनि सकिन लागिसक्यो। साह्रै भोक लाग्यो खाऊ। हिरो नभएको भए के हुनुहुन्थ्यो तपाईँ? हिरो नभएको भएपछि म हिरो हुँदैन थिएँ त्यही त हो नि। मैले पनि त्यो बेलामा निखिलले 7 तला हामफालेपछि मैले पनि हाम्रो 1 तलाबाट ट्राई गरेँ। राजेन्द्र खरेक डाइरेक्टर सबलाई मैले भने म पनि तराबाट हामफाल्छु भने मैले होइन त्यसमा 9 तला छ तर अनि 9 तला हामफाल्ने भन्नुभयो भने म हामफाल्छु त। निखिलले 7 तला हामफाल्छ म 9 तला हामफाल्छु योभन्दा माथि छैन। साँच्ची हो भनेर साँच्ची हो कसम कसम ल रेडी भएन तर दाइ एउटा कुरा भने मैले 8 तलासम्म फर्म राख्नुपर्छ। सपना पो थियो।